भारत र पाकिस्तानको युद्ध चाहिँ कसले गर्दाखेरि चाहिँ रोकिएको हो क्या? ट्रम्प भन्छ मैले गर्दाखेरि भारत र पाकिस्तानको युद्ध रोकिएको भन्छ। नेपालको प्रधानमन्त्री केपी ओली मैले कुरा गरेर सहमत गराएको हो युद्ध विराम गराउन भन्छ। उता मोदी भन्छ कसैले पनि केही गरेको छैन, भारत र पाकिस्तान हामी दुईजना समन्वय गरेर युद्ध विराम गर्ने घोषणा गरेका हौँ भनेर भन्छ। कसको चाहिँ कुरा पत्याउने हो? डोनाल्ड ट्रम्पको कुरा पत्याउने कि नेपालको हास्य कलाकार केपी ओलीको कुरा पत्याउने हो कि चिया पसलले नरेन्द्र मोदीको कुरा पत्याउने हो? कुरै बुझ्दैन यार। यो विश्वभरि जनतालाई त यिनीहरूले भ्रममा पारेर छाडे त है। के हो खास कुरो चाहिँ? कसैले राम्रोसँग बुझ्नु भएको छ त? मैले चाहिँ केही बुझ्न सकिनँ है। यिनीहरू सब आफू मभन्दा कोही ठुलो छैन, मभन्दा कोही ठुलो छैन मात्रै भन्छन् बा।